फर्स्ट डे अफ रनिङ अनि आज 30 मिनट्स रनिङ गएको त्यो के भन्छ कसरी कति टाइम के गर्दा थाहा छैन अनि नर्मल आफैले हिँड्न मन लाग्ने बेलामा हिँडेर दौडिन मन लाग्ने बेलामा दौडिने गरेर 30 मिनट्स रनिङ गरेर आएको छ अहिले अनि त्यस पछाडि यता तल यो ठाउँमा बसेर स्टेसनदेखि घर जाने बाटोहरू चाहिँ कति हिँडिरहन्छ तर अरू बाटोहरू चाहिँ हिँडिँदैन नि त अनि आज चाहिँ त्यो के भन्छ जहिलेकै एज युजुअल स्टेसनमा जाने बाटोमा रन गरेर अनि लास्टमा घर फर्किने बेलामा चाहिँ यता तल के भन्छ अर्को बाटो थियो कि अनि कहाँ जाँदो रहेछ भनेर अनि गएको अनि त्यहाँनिर मैले के भेटाएँ भनेदेखि भेन्डिङ मेसिनमा तरकारी रहेछ कि ह्याकुजु 160 एनको कोरिएन्डर अनि त्यस पछाडि यो चाहिँ 300 एनको टमाटर यो देख्यो अनि यो बोकेर आएको क्या एन्ड इट्स सो फ्रेस आजको सलाद आजको खाना जे भने पनि अनि धेरै भयो नि त घरमा खाना नबनाएको लेट्स मेक भनेर आज डे 1 हो है अनि भिडियो बनाइरहेको छु अब हेरौँ कतिसम्म कन्टिन्यू गर्छ यो मलाई यो के भन्छ यो लगातार दिने भने कन्सिस्टेन्सी भन्ने नै छैन क्या ममा साँच्ची नै त्यो चाहिँ होइन त्यही भएर लेट्सी कति रनिङ गर्छु यो महिना त अब सकिहाल्यो मे अब नेक्स्ट मन्थ जुन सो जुनमा अब छुट्टीको दिनमा अरू बिहान सिफ्ट ढिला भएको दिनमा के भन्छ आफूलाई एकदमै गाह्रो नहुने गरेर रनिङ गऱ्यो भने त सकिन्छ होला नि लेट्स सी बाई बाई